डङ्गौरा ए बङ्गाली डङ्गौरा नाम अनि तपाईको यो खुट्टा के भयो कसरी यस्तो हुन गयो एक्सिडेन्ट भएर हो यो टिप्पर खोलामा गएको कहिले कहिले पोहोर साल चैतको 28 गते अनि टिप्पर त बाटोमा जाने दौडिने हो खोला कसरी गयो अब खाएको बेलामा त बिरिक फेल भएर गएको कि ए खाएको टिप्परले खाएको कि मान्छेले खाथ्यो मान्छे खाए थियो बिरिक नआना तपाईँ ड्राइभर हो ड्राइभर गएको खोलामा 200 तल मिटर खस्यो ए बा 200 अहिलेसम्म हुँइछ निकाले छैन के टिप्पर निकाले छैन हुँइछ खोलेमा छ 200 मिटर तल टिप्पर छ अहिले पनि 200 तल तपाईलाई अरू काहीँ केही भएन अरू के भने खुट्टा यहाँबाट पटक्कै टुटेछ खुट्टा टुट्यो हजुर अनि खोलामा अडिनु भयो 200 मिटर तल नै म जाँदाखेरि त्यो आङ फाल्यो म है ए तपाईँ हाम फालिदिनु भयो आङ फालेबाट ढुङ्गा थियो ढुङ्गामा लागेर पट्टै टुटेको ए अनि त्यस पछाडि तपाईँको के भयो तपाईँको फ्यामिली छैन भन्नुभयो के समस्या भएको फ्यामिली छैन अब बुढी भागे एउटा आर्मीले उठाएर लगिदियो मेरो हुँबाट नै तपाईँ एक्सिडेन्ट भइसकेपछि बुढी भाग्या कि पहिले नै एक्सिडेन्ट भइसक्यो तब भाग्यो बुढी ए अनि के छोराछोरी थियो एउटा छोरी 3 वर्षको छोरी छ ए अनि तपाईँलाई पहिला तपाईँले पाल्ने तपाईँ ठिक हुँदासम्म बस्यो हजुर खुट्टा टुट्यो भाग्यो खुट्टा टुट्यो भाग्यो अहिले पनि उनको याद आउँछ आउँदैन आउँछ न किन नआउने अब बुढी हो अब फोन गर्छिन् गर्दिनन् गर्दैन फोन ए फोन गर्दिनन् होइन गर्दैन फोन तपाईँले गर्नुहुन्छ कि नै म गर्दैन अहिले कुन ठाउँ छन् अहिले अँ बर्दियामा छ खोइ कुन ठाउँमा छ अनि लपरेर बिहा गरे हो कि मागेर बिहा गरे बिहा गरेछु म आफ्नो बहिनीले दिएर त्यसको बहिनी लियो ए 67मा गरे हो हजुर आफ्नो बहिनी त्यता दियो त्यसको बहिनी म लियो त्यस्तो लिन मिल्छ मिल्छ नि चौधरीमा काहीँ मिली हो सर मिले थियो मिल्छ बहुत होइन मान्छे त तपाईँ बहुत झिल्के राम्रो रहेछ अब के गर्ने यो दुर्घटना घटना पर्यो अब चाहिँ यो सन्चो हुन्छ चिन्ता नगर्नुहोस् तपाईँको विनोद थापाजीले गर्नुभएको भने हजुर नेपालगञ्ज होइन हजुर 4 महिने हजुर हो अब तपाईँको यो ठिक हुन्छ कति महिना भयो यो उपचार भएको 1 वर्ष हुन लाग्छ 1 वर्ष बाद त नगनाउनु पर्थ्यो त बाहिर के भएको यो पाकेर हो कि यो तपाईँ यो बन्द गर्दै यस्तो गर्दै हिँड्ने गाउँ गाउँमा हिँडेपछि त समस्या हो त्यहाँ उपचार गरेर उसलाई भन्नु पर्यो मेरो खुट्टा सन्चो भएन सर यस्तो पछि झर्दै झर्दै क्यान्सर हुन्छ के गर्ने ल भन्नु तपाईँले काट्नु पर्यो खुट्टा अनि यो हिँड्दाखेरि तपाईँको झन् त्यसले डिसब्यालेन्स भएर तपाईँलाई समस्या हुन्छ होइन बरु तपाईँको त्यहाँ वडा कार्यालयमा जानुहोस् तपाईँको त्यहाँ कोही उसँग जानुहोस् सर मेरो यसो खुट्टालाई सपोर्ट गरिदिनु पर्यो मेरो खुट्टा कुहियो भोलि समस्या हुन्छ अब एउटा छोरी छ भनेर उहाँलाई भन्नु पर्यो बुढी मेरो थिए पहिला म अब यसरी मागेर विवाहबारी गरियो बिहा गरियो बस्यो यत्रो वर्ष एउटा छोरी छ अब जस्तै म दुर्घटनामा परेँ जाजरकोटमा टिप्पर खस्यो खोलामा 200 मिटर तल भिरमा गयो टिप्पर म सफलतापूर्वक बाँच्न पाएँ तर खुट्टा भाँच्यो उपचार भएर यस्तो छ मेरो बुढी चाहिँ अब भाग्य हो समय हो या म चाहिँ कमजोरी भएको फाइदा उठाएर हो म चाहिँ एउटा चाहिँ अब कोसँग भागे भनिहाल्नु पऱ्यो रे आर्मी केटासँग भाग्यो भन्नुभयो अब ठिकै छ अब उहाँले भाग्नुभयो अब के थियो उहाँहरूको परिवेशमा त हामी अगाडि बढ्न सकेनौँ तर पनि उहाँलाई सहयोग गरिदिनुपर्छ बाटोमा जसले भेटेकोले सहयोग गरिदिनु पर्यो ल नाम तपाईँले डङ्गाली डगौरा चौधरी हजुर डङ्गाली ल हेर्नुहोस् त खतरा रहेछ त तपाईँको अनि अब यो भाग्य हो ठिकै छ अब अलि यसलाई धेरै दुःख नदिनुहोस् है ल क्यान्सर हुन्छ क्यान्सर त हुन दिन्न जग्गा छैन भने उपचार बेच्छु 1 कट्ठा बनाउँछु गुड 13 लाख रुपियाँ कट्ठा छ अहिले कैलालीमा 13 लाख रुपियाँ कट्ठा छ हजुर कति कट्ठा छ तपाईँसँग 6 कट्ठा छ ए प्रभु 6 कट्ठा जग्गा भएको मान्छे जग्गा राख्ने खुट्टो कुहाएर भोलि अनि के गरेर खाने ल भन्नुहोस् बरु 1 कट्ठा बेचेर पनि उपचार गर्नुहोस् न त जानुहोस् तपाईँ उपचार गर्नुहोस् तपाईँको शुभयात्रा राम्रोसँग जानुहोस् है त जय नेपाल शान्ति सुरक्षा प्रतिबद्धता